नमस्कार, विश्रान्ति अपडेटको साथमा म सृजना खुलाल। विश्रान्ति अपडेट तपाईँ प्रत्येक दिन आज 7 बजे रेडियो लालीगुरा 105.2 मेगाहर्ज, रेडियो खबरपालिका 88.7 मेगाहर्ज, रेडियो खबरपालिकाको फेसबुक पेज र खबरपालिका न्युज युट्युब च्यानलबाट पनि सुन्न रहन सक्नुहुनेछ। विश्रान्ति अपडेटमा हामी विश्रान्ति वृद्धाश्रमलाई सहयोग गर्नुहुने महानुभावहरूको नाम तथा उहाँहरूले गर्नुभएको विषयको बारेमा जानकारी गराउँछौँ। आज विश्रान्ति अपडेटमा धरान 10 कलेज रोड निवासी दुर्गाहाङ लिम्बुको स्वर्गीय आमा पुडामाया लिम्बुको मिति 2082 पुस 27 गते स्वर्गहरण हुनुभए उहाँको स्मृतिमा आज बिहानको भोजन विभिन्न परिकार सहितको समर्पण गर्नुभएको छ। धरान 10 कलेज रोड निवासी दुर्गाहाङ लिम्बु तथा श्रीमती निमा लिम्बुको ज्येष्ठ सुपुत्र नेतिहाङ लिम्बुको मिति 2082 माघ 21 गते 24 वर्ष पुग्नु भएको उपलक्ष्यमा यस आश्रमवासी ज्येष्ठ नागरिकहरूको निम्ति र गुरुकुलको निम्ति मिति 2082 माघ 24 गते बिहानको भोजन समर्पण गर्नुभएको छ। मिति 2082 माघ 24 गते सिनियर स्कुल धरान सुराबाट आउनुभएका शिक्षक तथा विद्यार्थीहरूको समूहबाट यहाँ रहनुभएका ज्येष्ठ नागरिकहरूको सम्मानमा चामल 2 बोरा, भुजा 2 बोरा, चिनी 5 केजी, कदली फल 8 दर्जन, सुन्तला 6 केजी र जेरी समर्पण गर्नुभएको छ। त्यसैगरी धनकुटा एकिलेबाट आउनु भएका मितु ठकुरी, नेत्र ठकुरी र अनुष्का तामाङबाट फ्रुटी र बिस्कुट समर्पण गर्नुभएको छ। धरान 17बाट मुकेश विष्ट प्लस सदीक्षा विष्टबाट मन प्रसन्नताका लागि यस आश्रमवासी ज्येष्ठ नागरिकहरूको निम्ति बिस्कुट वितरण गर्नुभएको छ। दीपज्योति नारी विकास बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक एवं संस्था साकुसको संयोजनमा यस विश्रान्ति शान्ति धाममा संस्कृत गुरुकुल समेतको संयोजनार्थ चामल 4 बोरा, दाल 10 केजी, चिनी 10 केजी, तेल 5 लिटर, चिउरा 20 केजी, भुजिया 6 पाकेट, लुगा धुने साबुन 1 कार्टुन, भाँडा माझ्ने साबुन 2 दर्जन, आलु 21 केजी, बिस्कुट 1 कार्टुन, अस्मिता दुलालको तर्फबाट आफ्नो जन्मदिनको उपलक्ष्यमा 1 कार्टुन बिस्कुट र 5 केजी भुजा समर्पण गर्नुभएको छ। इटहरी 1बाट मेनका तिमसिना लगायत 5 जनाबाट ज्येष्ठ सदस्यहरूका लागि बिस्कुट वितरण गर्नुभएको छ। साथै विश्रान्ति मन्दिर शान्ति आश्रम धनकुटा नगरपालिका 9 मूलघाट धनकुटाका लागि महिला जागरण समूह धरानबाट रु 1100 रुपियाँ, अस्मिता दुलाल बेलबारी 2 मोरङबाट रु 505 रुपियाँ, तारादेवी भारती बेलबारी 1 मोरङबाट रु 1050 रुपियाँ, पुडामाया लिम्बु धरान 10 कलेज रोडबाट रु 13000 रुपियाँ, सियोन स्कुल धरान 16 सुनसरी विद्यार्थीहरूबाट रु 1005 रुपियाँ, पुफु मगर स्वर्गीय आमा सोनी लिम्बुको सम्झनामा धरान 10बाट रु 5000 रुपियाँ, अनुष्का तामाङ धनकुटा 1 हिलेबाट रु 505 रुपियाँ, सिर्जना लिम्बु धरान 5बाट रु 510 रुपियाँ, सानुमाया घले धरान 16बाट रु 510 रुपियाँ, मुकेश विष्ट धरान 17बाट रु 11100 रुपियाँ, सिनियन स्कुल धरान 16बाट रु 5000 रुपियाँ र भीम बहादुर श्रेष्ठ प्लस सङ्गीता श्रेष्ठ पथरी 1 पथरी बजारबाट पिता चन्द्र बहादुर श्रेष्ठको स्मृतिमा रु 3005 रुपियाँ सहयोग गर्नुभएको छ। त्यसै गरी विश्रान्ति धाममा आज साक्षात् सरस्वती देवीको अवतरण भएको छ। बिहान 11 बजे आकस्मिक रूपमा अवतरित सरस्वती देवी केही समय तमोरी गङ्गामा अवगाहन गरी विश्रान्ति मन्दिर हरिहर भवनमा प्रस्थान गर्नुभएको थियो। आश्रम एवं गुरुकुलको अवलोकन समेत गर्नुभएको छ। झमकुमारी घिमिरे केही समय साक्षात्कारपछि निज निवासतर्फ प्रस्थान गर्नुभएको थियो। यो संयोग जुटाउनु हुने विश्रान्ति धाम संस्कृत आश्रमका मूल समितिका महासचिव जनार्दन घिमिरे तथा विश्रान्तिका सच्चा भक्त दिनेश श्रेष्ठ हुनुहुन्छ। हामीलाई यो सौभाग्य जुटाइदिनु हुने महानुभावहरूमा कृतज्ञता भाव प्रकट गर्दै दर्शन दिनुहुने विद्याकी खानी साक्षात् सरस्वतीकी अवतरण श्री झमक घिमिरे प्रति समर्पित दण्डवत प्रणाम गर्दछौँ। विश्रान्ति वृद्धाश्रमको लागि सहयोग गर्नुहुने सम्पूर्ण दाताप्रति आश्रमको तर्फबाट सुख शान्ति विश्वको क्षमता वृद्धिको लागि भगवान विश्रामेश्वर महादेवसँग प्रार्थना गर्दछौँ। साथै उहाँहरूलाई धन्यवाद पनि ज्ञापन गर्दछौँ। जय विश्रान्ति।